ल आउनुहोस् एउटा यस्तो इन्जिनको कल्पना गरौँ जसले सिङ्गो देशको अर्थतन्त्रलाई चलाउन सक्ने क्षमता राख्छ। आज हामी त्यही शक्ति केन्द्रको कुरा गर्दैछौँ, विराटनगर। यो शहर एउटा गर्विलो इतिहास मात्र होइन, भविष्यको अपार सम्भावना बोकेर बसेको छ। आउनुहोस् यसको गहिराईमा डुबौँ। तपाईले ठिक सुन्नुभयो। विराटनगरलाई यही शक्तिशाली उपनामले चिनिन्छ। किन? किनभने देशको उद्योग, व्यापार र कृषिमा यसको यति महत्त्वपूर्ण भूमिका छ कि यो शहर साँच्चै नेपालको आर्थिक मेरुदण्ड बनेको छ। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ, के यो आर्थिक इन्जिन साँच्चै आफ्नो पूर्ण गतिमा दौडिरहेको छ त? वा कतै केही बाधाहरूले यसको स्पिडलाई कम गरिरहेका छन् कि? आउनुहोस् आज यसैको गहिराईमा पुगेर सत्य तथ्य खोज्ने प्रयास गरौँ। अब यो प्रश्नको जवाफ खोज्न हामीले पहिले यसको जग हेर्नुपर्छ। आखिर एउटा सानो बस्तीबाट आजको औद्योगिक केन्द्रसम्मको यो यात्रा कसरी तय भयो? यसका मुख्य शक्तिहरू, यसका सम्पत्तिहरू के हुन्? विराटनगरको कथा सुरु हुन्छ गोगराहा बजारबाट। एउटा सामान्य सानो बस्ती। सन् 1919मा यसको नाम महाभारतकालीन राजा विराटको नामबाट विराटनगर राखियो। तर वास्तविक गेम चेन्जर त सन् 1936मा आयो, जब नेपालकै पहिलो जुट कारखाना यहाँ खुल्यो। हो, त्यहीँबाट यो शहर औद्योगिक क्रान्तिको मुहान बन्यो। अनि कुरा उद्योगमा मात्र सीमित रहेन। सन् 1947मा त मजदुर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्रको लडाईँमा पनि यो शहर अग्रपङ्क्तिमा उभियो र आज यो कोशी प्रदेशको राजधानीको रूपमा उभिएको छ। अब यो शहरको शक्ति केमा छ त? आउनुहोस् हेरौँ। सबैभन्दा पहिले त यसको लोकेसन एकदमै रणनीतिक। भारतीय सीमासँग जोडिएको हुनाले यो एक प्रमुख व्यापारिक नाका हो। त्यसमाथि यहाँको उर्वर भूमि र उद्योगहरूको बलियो सञ्जालले यसलाई आर्थिक रूपमा एकदमै बलियो बनाएको छ। यी सबै कुरा मिलेर विराटनगरलाई एक गतिशील केन्द्र बनाउँछन्। र यो प्रभाव कति ठूलो छ भनेर बुझ्नको लागि यो एउटा आँकडा नै काफी छ। 15% हो। कोशी प्रदेशले देशको कुल गार्हस्थ्य उत्पादनमा लगभग यति योगदान गर्छ र त्यसको मुख्य चालक शक्ति, त्यो इन्जिन विराटनगर नै हो। ल, यति धेरै राम्रा कुराहरू त भए, तर यी सबै शक्ति र सम्भावनाका बावजुद शहरले केही गम्भीर चुनौतीहरूको सामना पनि गरिरहेको छ। हो, त्यही चुनौतीहरू जसले त्यो इन्जिनलाई आफ्नो पूर्ण गतिमा चल्न दिइरहेको छैन। सबैभन्दा पहिलो र सायद सबैभन्दा प्रष्ट देखिने समस्या कमजोर पूर्वाधार। तपाईँ आफै सोच्नुहोस् त, हरेक बर्खामा सडक नै खोला बन्छ, व्यापार ठप्प हुन्छ, जनजीवन अस्तव्यस्त। यो खालि एउटा असुविधा मात्र होइन, यो त शहरको प्रगतिको चक्कामा लागेको एउटा ठूलो ब्रेक हो। अर्को समस्या, उद्योग र व्यवसायहरूले जतिसुकै राम्रो योजना बनाए पनि काम गर्ने दक्ष मान्छे नै नभए के गर्ने? उनीहरूलाई आफ्नो काम बढाउन, नयाँ प्रविधि ल्याउन, चाहिने स्किल्ड जनशक्ति पाउन एकदमै गाह्रो भइरहेको छ र यसले उनीहरूको प्रतिस्पर्धा गर्ने क्षमतालाई कमजोर बनाइरहेको छ। अनि अर्कोतिर सरकारी प्रक्रियाहरू यति झन्झटिला छन् कि लगानीकर्ता र उद्यमीहरूलाई दिक्क बनाउँछ। नीतिहरू स्पष्ट छैनन्, विभिन्न तहका सरकारबीच तालमेल मिल्दैन र कहिलेकाहीँ हुने संस्थागत भ्रष्टाचारले त झन् निरुत्साहित नै पार्छ। यो तस्विरले सायद हजारौं शब्द बोल्छ, होइन त? यो भेरु एउटा फोटो होइन, यो अव्यवस्थित विकास र कमजोर पूर्वाधारको परिणाम हो। त्यो परिणाम जसले विराटनगरको वास्तविक क्षमतालाई फीका बनाइरहेको छ। ल, समस्याहरूको कुरा त धेरै भयो, अब समाधानतिर लागौँ है त। यी चुनौतीहरूलाई अवसरमा कसरी बदल्ने? समृद्ध र खुशी विराटनगरको सपनालाई वास्तविकतामा बदल्न के कस्ता कदमहरू चाल्नु पर्ला? अगाडिको बाटो एकदमै स्पष्ट छ। केही खास क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने जहाँ अपार सम्भावना लुकेर बसेको छ। र यसको सुरुवात पर्यटनबाट किन नगर्ने? विराटनगरले यो अवसर कसरी समात्न सक्छ भनेर बुझ्न पहिले यो हेरौँ कि मान्छेहरू नेपाल आउँछन् किन। यो चार्टमा हेर्नुस् त, आधाभन्दा बढी मतलब 52% पर्यटक त घुमफिर र रमाइलो गर्न आउँदा रहेछन्। हो, यही क्षेत्रमा विराटनगरले आफ्नो लागि एउटा ठूलो अवसर सृजना गर्न सक्छ। अब समाधानहरू कति व्यवहारिक छन् हेर्नुहोस्। सोच्नुहोस् त, छिमेकी बिहारमा मदिरा बन्द छ, त्यसको फाइदा उठाउँदै विराटनगरलाई एउटा सोशल हब बनाउन सकिन्छ। वा पोखरा र लुक्ला जस्ता ठाउँमा सिधै उडानहरू सुरु गरेर यसलाई ट्रान्जिट हब बनाउने। यी कदमहरूले शहरको पहिचानलाई औद्योगिक केन्द्रबाट एक जीवन्त पर्यटकीय गन्तव्यमा बदल्न सक्छन्। र एउटा एकदमै रोमाञ्चक आइडिया छ, कृषि पर्यटन। यो किसानको लागि पनि फाइदा, पर्यटकको लागि पनि नयाँ अनुभव। यो गाइडले देखाउँछ कि कसरी स्थानीय किसानहरूले आफ्नो खेतबाडीलाई पर्यटकको आकर्षणको केन्द्र बनाएर अतिरिक्त आम्दानी गर्न सक्छन्।
यो दिगो विकासको एक उत्कृष्ट उदाहरण हो नि। अब कुरा गरौँ पूर्वाधारको। यी यस्ता कुरा हुन् जसमा कुनै सम्झौता नै गर्न मिल्दैन। रिङ रोड होस् वा सुधारिएको ढल निकास प्रणाली, यी परियोजनाहरू शहरको दीर्घकालीन विकास र यहाँका बासिन्दाको जीवनस्तर सुधार्नको लागि अत्यावश्यक छन्। यिनीहरू भविष्यको जग हुन्। तर विकास भनेको खालि बाटो र बिल्डिङ मात्रै होइन नि। यो स्लाइडले सबैभन्दा महत्त्वपूर्ण कुरा देखाउँछ। जबसम्म पुरानो प्रशासनिक झन्झट हट्दैन, नयाँ सडक बनाएर मात्र केही हुँदैन। बलियो नीति, नागरिक सहभागिता र सार्वजनिक निजी साझेदारी हो दिगो विकासको आधार। यही हो। त्यसो भए अब के गर्ने त? यो सबै काम कसले गर्ने, कहाँबाट सुरु गर्ने? जवाफ हो, यो कुनै एकजना वा एउटा सरकारको काम मात्र होइन। यसको समाधान त हामी सबैको सामूहिक प्रयासमा छ। र हामीले एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन। यी सबै विकास प्रयासहरूको अन्तिम लक्ष्य भनेको विराटनगरका मानिसहरूको जीवनलाई सहज र राम्रो बनाउनु हो। विकासको केन्द्रमा सधैँ समुदाय, सधैँ मानिस हुनुपर्छ। स्थानीय अनुसन्धानकर्ताहरूको यो भनाइले सबै कुरालाई कति राम्रोसँग समेटेको छ। हेर्नुहोस् त, दोषारोपण गरेर होइन, आफ्नो आफ्नो ठाउँबाट जिम्मेवारी लिएर मात्र यो शहर बन्छ। यो जिम्मेवारी यहाँका हरेक नागरिक, व्यवसायी र नीति निर्माताको काँधमा छ। र अन्त्यमा यो प्रश्न तपाईको लागि, विराटनगरको त्यो आर्थिक इन्जिनलाई फेरि पूर्ण गतिमा दौडाउन तपाईको भूमिका के हुन सक्छ? सोच्नुहोस् है, किनकि यसको भविष्य कुनै एक नेता वा योजनामा होइन, तपाईँ र हामी जस्ता हरेक नागरिकको सामूहिक प्रयासमा निर्भर छ। धन्यवाद।